नमस्कार साथीहरू, तपाईहरुलाई टेक्निकल एजुकेसन युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा म तपाईहरुलाई अहिले जति पनि वालेट अथवा बैंक सम्बन्धी चाहिँ जति पनि फ्रडहरु भइरहेको छ, त्यसमा चाहिँ नयाँ स्क्याम कस्तो छ र यसबाट चाहिँ कसरी बच्न सकिन्छ भन्ने बारे चाहिँ डिटेल्समा कुरा गर्न गइरहेको छु। भिडियो एकदमै धेरै इन्फर्मेटिभ भएको कारणले गर्दाखेरि अन्तिमसम्म हेर्नु होला। ल आउनुहोस् सुरु गरौँ। यहाँ तपाईहरुले देख्न पनि सक्नुहुन्छ नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट आएको एउटा अफिसियल पत्र पनि रहेको छ र यसमा चाहिँ के रहेको छ म तपाईहरुलाई एकचोटी सरस्वती पढेर सुनाइदिन गइरहेको छु। पछिल्लो समय एटी अलर्ट, द अलर्ट लगायतका बल्क एसएमएस सर्भिस प्रोभाइडरहरूका प्रयोगकर्ताका अकाउन्टमा अनाधिकृत पहुँच पुर्याई उक्त प्रयोगकर्ताका सम्बन्धित सदस्यहरूलाई, जस्तो यो जति पनि बल्क एसएमएस सर्भिस प्रोभाइडरमा चाहिँ जति पनि सब्सक्राइबर्सहरू हुनुहुन्छ उहाँहरूको चाहिँ जति पनि कन्ट्याक्ट लिस्ट चाहिँ उहाँले मेन्टेन गरिराख्नु भएको हुन्छ, उहाँहरूलाई चाहिँ KHA@TI भनेर चाहिँ योर अकाउन्ट विल बी लक्ड इन 6 आवर भेरिफाई इमिडिएटली भनेर चाहिँ यहाँ एउटा लिङ्क आएको छ र त्यस्तै योर कनेक्ट आइपिएस लिङ्क अकाउन्ट ह्याभ बिन सस्पेन्डेड ड्यु टु सेक्युरिटी रिजन्स प्लिज कम्प्लिट द सेल्फ भेरिफाई प्रोसेस भनेर चाहिँ यहाँ एउटा अर्को यस्तो लिङ्क छ र जस्ता फिशिङ लिङ्क एसएमएस पठाउने गतिविधि बढिरहेको र त्यस्ता एसएमएसहरूले सम्बन्धित सदस्यहरूलाई एक प्रकारको डर त्रास देखाई तुरुन्तै प्रतिक्रिया दिन बाध्य गराउने गरेको पाइएको छ भने चाहिँ यसरी चाहिँ मेसेजहरू आउने गरेको छ। तपाईहरुले चाहिँ यो द अलर्ट अथवा एटी अलर्ट भनेर चाहिँ जुन चाहिँ बल्क एसएमएस हाम्रो रेगुलरली आइरहेको पनि हुन्छ, जस्तो ब्याङ्कको अनलाइन ट्रान्ज्याक्सन अथवा वालेटहरूको ट्रान्ज्याक्सनको पनि जति पनि भेरिफिकेसन्सहरू मेसेजमा आइरहेको हुन्छ र यही नोटिफिकेसन मेसेजलाई चाहिँ दुरुपयोग गरेर यस्ता मेसेजहरू पठाइएको छ र जुन मेसेजमा चाहिँ यस्ता किसिमका फिशिङ लिङ्कहरू पठाइएको छ र एसएमएस प्राप्त व्यक्तिले उक्त लिङ्कलाई क्लिक गर्दा खल्ती, कनेक्ट आइपिएस लगायतका वालेटहरूको हुबहु देखिने वेब पेजमा पुर्याउने र लगइन समेत गर्न लगाई युजर नेम पासवर्डमा पहुँच पुर्याई निज प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा रहेको रकम अन्यत्र ट्रान्सफर गर्ने प्रवृत्ति बढिरहेको हुनाले विद्युतीय माध्यम सम्बद्ध ठगीबाट जोगिन यस्ता फिशिङ लिङ्कहरूलाई क्लिक नगर्नु हुन तथा दुविधा भएमा सम्बन्धित वालेट बैंकको आधिकारिक कार्यालयहरूमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन साइबर ब्युरो अनुरोध गर्दछ भनेर चाहिँ यसरी साइबर ब्युरोबाट चाहिँ पत्र आएको छ र यस्ता किसिमका जुन बल्क अलर्ट जुन चाहिँ ह्याक भएको छन् र त्यसबाट चाहिँ यस्ता किसिमका फिशिङ लिङ्क राखेर मेसेजहरू पठाएर त्यो लिङ्कमा क्लिक गर्न लगाएर जस्ताको तस्तै देखिने वेबसाइटमा रिडाइरेक्ट गर्ने र त्यसपछि त्यसमा चाहिँ युजर नेम र पासवर्ड हानिसकेपछि तपाईहरुको युजर नेम र पासवर्ड चाहिँ तपाईहरुको जुन चाहिँ खल्ती अथवा इसेवा अथवा कनेक्ट आइपिएस अथवा ब्याङ्कको वेबसाइटमा पनि रिडाइरेक्ट गरेर त्यहाँ गएर तपाईहरुको युजर नेम र पासवर्ड इन्टर गर्न लगाई तपाईहरुको युजर नेम र पासवर्ड चोर्ने जुन यो प्रवृत्ति आएको छ त्यसबाट चाहिँ तपाईहरुको चाहिँ फ्रड हुन सक्छ र यस्ता किसिमका फिशिङ लिङ्कहरू आयो भने तपाईहरुले क्लिक नगर्नु होला र यदि तपाईहरुले यस्ता मेसेजहरू आएको छ भने पनि तपाई सम्बन्धित वालेट अथवा ब्याङ्कमा चाहिँ तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यदि त्योमा पनि भएन भने तपाईहरुले चाहिँ नजिकको प्रहरी कार्यालयमा गएर पनि तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ र यस्ता किसिमका अनलाइनमा विभिन्न किसिमका ठगीहरू हुने भइरहेको हुन्छ र जस्तो ब्याङ्कमा अथवा तपाईको वालेटमा अथवा तपाईको यो अहिले ई-कमर्स वेबसाइटहरुमा पनि यस्ता किसिमका अथवा तपाईहरुले अनलाइनमा टिकट काट्दाखेरि पनि यस्ता किसिमका विभिन्न किसिमका फ्रडहरू भइरहेको हुन सक्छन् र तपाईहरुले चाहिँ यो चाहिँ भेरिफाइड हो कि हैन अथवा अथेन्टिक हो कि हैन भनेर तपाईहरुले एकचोटी यस्ता फिशिङ लिङ्कमा क्लिक गरिसकेपछि पनि तपाईले चाहिँ एकचोटी आफ्नो वेबसाइटको वेब ब्राउजरमा गएर युआरएलमा गएर तपाईहरुले चाहिँ यो अथेन्टिक युआरएल हो कि हैन भनेर तपाईहरुले एकचोटी भेरिफाई चाहिँ गर्नु पायो भने तपाईहरु चाहिँ यस्ता किसिमका फ्रड हुनबाट चाहिँ जोगिन सक्नुहुन्छ र तपाईहरुले चाहिँ यस्ता किसिमका लिङ्कहरू ब्याङ्क अथवा वालेटहरुले तपाईहरुले चाहिँ पठाउँदैनन्। यदि इनकेस यस्तो भएको छ सिस्टममा भने चाहिँ तपाईहरुलाई के त डाइरेक्ट कन्ट्याक्टै हुन्छ यदि तपाईको इन्डिभिजुअल प्रब्लम छ भने चाहिँ। यदि होइन भने चाहिँ तपाईहरुको बल्कमा त्यस्तो किसिमको केही प्रब्लमहरू आइरहेको छ भने उनीहरूले चाहिँ आफ्नो अफिसियल वेबसाइट अथवा अफिसियल आफ्नो सोसियल नेटवर्कको जुन पेज अथवा ग्रुपहरू हुन्छ त्यसमा चाहिँ नोटिसहरू पुस हुने हुन्छ र तपाईहरुले चाहिँ यसरी यस्ता किसिमका फ्रडबाट चाहिँ तपाईहरुले चाहिँ जोगिन सक्नुहुन्छ र तपाईले जेन्युइन नोटिसहरू चाहिँ तपाईहरुले उनीहरुको अथेन्टिक वेबसाइट अथवा
सोसियल मिडियाको ह्यान्डलबाट तपाईँहरूले चाहिँ प्राप्त गर्न सक्नुहुन्छ र तपाईँहरू पनि यस्ता किसिमका फ्रड लिङ्कहरूबाट चाहिँ जोगिनु होला र त्यस्तै आफ्नो साथीभाइ इष्टमित्रहरूलाई पनि यस्ता किसिमका लिङ्कहरू अथवा यस्ता किसिमका मेसेजहरूबाट चाहिँ जोगिनको लागि चाहिँ इन्फर्मेसन दिनु होला भन्न चाहिँ मैले रुचाएँ र यसरी यस्ता किसिमका फ्रड अथवा यस्ता किसिमका अनलाइन ठगीबाट चाहिँ जोगिन सकिन्छ। आई होप तपाईँहरूलाई यो भिडियो एकदम धेरै जानकारीमूलक भयो होला र यस्तै साइबर सेक्युरिटी सम्बन्धी भिडियो हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। फेरि अर्को भिडियोमा नयाँ टपिकको साथ भेटौँला। धन्यवाद। जय नेपाल।